त्रिलोकेश्वर महादेव। त्रिलोकेश्वर महादेवको मन्दिर चाँगुनारायण नगरपालिका 7 स्थित बागेहिटी देवी मन्दिर परिसरमा रहेको छ। स्थानीय माधव लामिछानेले 2045 सालमा सरसफाइका क्रममा जङ्गलभित्र एउटा सानो ढुङ्गेधारा र एक खुट्टे भर्याङ भेटिएको, 2048 सालमा पानी कुलो सफाई गर्ने क्रममा गाडिएको अवस्थामा नारायणको मूर्ति, ढुङ्गाको सानो मन्दिर र एक शिवलिङ्गलाई नारायणले माथिबाट छोपिएको अवस्थामा भेटिएको बताए। यो संसारको एकमात्र 3वटा जलहरी भएको शिवलिङ्ग हो। यहाँको जलहरीमा 3वटा शिवलिङ्ग रहेकोले स्वर्ग, मर्त्य र पाताल तीनै लोकको प्रतिनिधित्व गर्ने भएकोले यसलाई त्रिलोकेश्वर महादेव नामकरण गरिएको छ। यहाँका पाका पुस्ता एवं पुजारीले यहाँको धारामा राति सेतो बाघ आएर नुहाएर त्यसको माथि रहेको देवीको मन्दिरमा जाने गरेको देखेर नै बाघले नुहाउने धाराबाट यो तीर्थस्थलको नाम बागेहिटी रहने गएको बताए।